नमस्ते किडो रिडर्स। के हजुरलाई थाहा छ 1000 रुपैयाँको नोटमा देखिने जनावरहरूको कथा? आजको यो कथा हो दुई असाधारण हात्ती, राम र लक्ष्मण। यी जुम्ल्याहा हात्तीहरू चितवनमा 2008 तिर जन्मिएका थिए। जुम्ल्याहा हात्ती प्रकृतिमा धेरै दुर्लभ हुन्छन्, त्यसैले राम र लक्ष्मण बने जङ्गलका नायक, शक्ति र साथको प्रतीक। एकचोटि त नोटमा नेपालले गल्तीले अफ्रिकी हात्ती राखेको थियो, तर अब गर्वसाथ हाम्रो आफ्नै एसियाली हात्तीको फोटो हालेको छ। साना, बाङ्गो ढाड, कोमल आँखाहरू र जङ्गललाई जीवित राख्न उनीहरूको भूमिका ठूलो छ। तर चुनौती पनि छ। वन घट्दै, मानव हात्ती द्वन्द्व बढ्दै। तर जहाँ आशा हुन्छ त्यहाँ हेरचाह गर्ने मनहरू पनि बढ्छन्। राम र लक्ष्मण जस्ता कथा अझै धेरै जन्मिनेछन्। अनि अन्त्यमा, यदि तपाईले यी जुम्ल्याहा हात्तीलाई नाम दिन पाउनुहुन्थ्यो भने तिनीहरूको नाम के राख्नुहुन्थ्यो?